तर मैले जन्मेर ठुला भएर आएकामा राजा महाराजाहरूको भन्दा पनि राम्रो चिन्ह देखेको भनेको शेरबहादुर देउवाकै हो। शुक्र र मङ्गलले घर साटेको छ। त्यो प्रकारको योग त मैले कुनै पनि मान्छेको हेरेको छैन, कुनै पनि नेताको। जति मैले छिट्टै प्रधानमन्त्री हुनुहुन्छ कि क्या हो? सम्भवतः शेरबहादुर देउवाजीले पनि मसँग ज्योतिष सिक्नु भएको छ। प्रचण्डजीको कुण्डली म कहाँ, उहाँ माओवादी जनयुद्धभित्र हुँदै आएको हो। राज्यकै पनि नायक हुन सक्छ, ढाकाको नभए जङ्गलमा बसे जङ्गलको सिम्मा हो भनेर भन्ने भन्यो। मलाई गगन थापाको कुण्डली एकजना ल्याएर दिनुभएको थियो। यो गगन थापाकै कुण्डली हो त भनेर मैले सोधेको हो। यो मान्छे केही पनि हुँदैन भन्ने, मन्त्री भयो ठुलो कुरो हो भन्ने। प्रधानमन्त्री कुनै हातमा हुँदैन, लेखेर राखेको छ अहिले। गगन थापा प्रधानमन्त्री हुँदैन। 12औं भावमा गएर जम्मै ग्रहहरू भयो, जेल जाने ग्रह छ। अब कहाँबाट प्रधानमन्त्री हो? अहिले युवाहरूमा स्वागत नेपालको कुण्डल धेरै राम्रो, धेरै राम्रो। दरबार हत्याकाण्ड किन भयो होला? तथापि अब 22-23 वर्ष अगाडिको कुरा हो। यस पहिलो कुरो त दरबार हत्याकाण्ड हुनु भनेको श्री 5 महारथिराज तपाईँको वीरेन्द्रको मात्रै भए होइन नि। तपाईँ पृथ्वीनारायण शाहले लिङ्गको त्यो पूजा गरुन्जेल राज्य पनि बन्यो। त्यहाँबाट बहादुर शाह र राजेन्द्र लक्ष्मीको बिचमा खुट्टा तानातान भयो। बहादुर शाह बेतिया पुगे, निर्वासित भए। त्यहीँबाट सुरु भयो।